Yo, namaste, good morning and welcome back to my another video है हजुरलाई थाहै छ मैले चाहिँ Sunday dedicated अबे जल्दी बोल कल सुबह पनवेल निकलना है यो कसरी भन् Sunday मैले डेडिकेटेड भिडियो बनाउँछु भनेर मैले भनिसकेको थिएँ हजुरहरुको लागि हैन आज नयाँ जिम डर पनि लाग्छ के किनभने अलिकति नर्भस छु म नयाँ ठाउँ नयाँ जिम नयाँ मान्छे हैन यो नि अस्ति मनकामना जाँदाखेरि भात चाहिँ के सो आज सोलो भ्लगिङ गर्दैछु अनि चाहियो नि त एउटा स्ट्यान्ड सो स्ट्यान्ड चाहिँ प्रदीप भाइसँग छ सानो हालको सो उसँग म पिक गरेर जाने सोच्दैछु गरिब छु भाँच्चे छु फेर्न गएको सामान्य आएको छैन भन्छ के त्यही भएर तर हजुरहरुको लागि भने भ्लग चाहिँ म घर चाहिँ छुटाउँदिन है सो सन्डे न्यू जिम न्यू डे नयाँ स्टार्टिङ लेट्स गो फाइनल जिम आइसक्यो नि साथी एउटा कार्ड पनि लिएर आएको छु है मैले सो हाम्रो खोलिन्छ सो आज चाहिँ एक्लै छु साथी आएको छैन हाम्रो दाइ हेलो दाइ यो नि हो है अहिले मैले चेन्ज गरेको नयाँ जिम अनि यो चाहिँ कार्डियो सेक्सन हो क्या सो अब स्ट्रेचिङ गर्छु अनि स्ट्रेचिङ त अब इम्पोर्टेन्ट छ नि त कुनै पनि वर्कआउट भन्दा पहिला अनि त्यसपछि सिधा माथि छ रे हाम्रो चाहिँ के भन्छ एक्सरसाइज गर्ने एरिया चाहिँ यो चाहिँ कार्डियो सेक्सन भइहाल्यो हेलो दाइ ह्यान्डसम दाइ है हाम्रो फेरि गुड मर्निङ के छ जता गयो नि फेरि जता गयो नि फेरि एउटा न एउटा चिनेको मान्छे भेट हुन्छ क्या सो वार्मअप चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ तात्तिनु पऱ्यो नि त अलिकति शरीर डाइरेक्ट गर्दाखेरि इन्जरी हुन सक्छ क्या अनि सकेसम्म वार्मअपहरू चाहिँ हेडबाट टोसम्म गर्नु क्या मान्छेले तलबाट माथि गर्दै आउँछ सो ढिलो नगरिकन लेट्स गो सो आज म चाहिँ चेस्ट हान्ने भन्ने माइन्ड मेकअप थियो कि मेरो अस्तिदेखि तर साथी छैन नि त सो चेस्ट हान्न चाहिँ एक्लै चाहिँ म प्रिफर गर्दिनँ क्या लाइक अब एक्लै हान्दा फेरि सपोर्ट हुँदैन नि त सो आज चाहिँ म ब्याक हान्छु ब्याक चाहिँ मैले जहिले नि सुरुमा चाहिँ पुलअप्सबाट सुरु गर्छु कि सो एभ्री सेटको पछि के हजुर चाहिँ पानी खायो भने चाहिँ बेटर फिल हुन्छ कि मलाई चाहिँ त्यस्तो लाउँछ किनभने अर्को सेट गर्नलाई चाहिँ अलिकति एनर्जी आउँछ क्या अनि सकेसम्म मिनिमम 1 लिटर पानी चाहिँ खानुहोस् कि जिममा आएपछि है दिनभरमा चाहिँ मिनिमम गर्मी छ 4 लिटर खाँदा हुन्छ इजी है मजा आउँदैछ है मजा आउँदैछ अनि सबभन्दा मलाई चाहिँ अहिले मजा लाग्यो चाहिँ इच एन्ड एभ्री सेट पछि क्या लागि यो बाहिर आएर यो भ्यू हेर्दा अनि यहाँ बाहिरको हावा खाँदा चाहिँ फ्रेस हुने क्या अनि एनर्जी बुस्ट भएर आउने क्या पम्प हुने क्या यस्तै नि लास्ट टाइम ग्याप भएको थियो नि त मेरो 2-3 हप्ता सो खासै मैले हानिरहेको छैन अब 1 हप्तासम्म हल्का वार्मअप गर्छु त्यसपछि चाहिँ डेन्जर आफूलाई पुस गर्छु क्या सो अब एक सेट हान्छु ब्याकको अनि बाइसेप अनि त्यसपछि म हजुरलाई रिभ्यू दिन्छु म किन चेन्ज गरेको होइन के कारणले मेरो पर्सनल ओपिनियनहरू रिजनहरू भन्छु सो त्यहाँसम्म चाहिँ हेर्नुपर्छ है स्टे ट्युन अनि सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनु ल किनभने अब 5:30 पुऱ्याउनुपर्छ हजुरले अहिले है सो स्टे ट्युन माया गरिदिइराख्नु है सो रेडी फर द नेक्स्ट सेट सो
आजको वर्कआउट नै सक्यो होइन। अनि मैले चाहिँ ब्याकसँग बाइसेप हान्ने गर्छु क्या, किनभने ब्याक हान्दाखेरि मेरो बाइसेप मसल्सहरू परिरहेको हुन्छ नि त। अनि आज चाहिँ फर्स्ट डे हो नि त यहाँ, सो कस्तो छ यहाँको एम्बियन्स होइन, मान्छेहरू कतिको हुन्छ, सो चेक पनि गर्नु पऱ्यो भनेर भ्लग गराएको। अहिले चाहिँ भाइ बुझ्नको लागि कतिको सुटेबल छ त नि होइन, भ्लग गर्दै भिडियो बनाउँदै वर्कआउट गर्नलाई। सो कुनै पनि नयाँ ठाउँमा चाहिँ कम्फोर्टेबल हुनु पऱ्यो नि त, बल्लको फुल अन जोसमा हान्न सकिन्छ। तर भ्लगिङ गर्ने भएर चाहिँ आजकल कन्फिडेन्ट चाहिँ आउँछ, लाइक कुनै ठाउँमा झ्याप्प गयो भने नि कन्फिडेन्टली हान्न सकिन्छ, कम्फोर्टेबल फिल गर्न सक्छु क्या भित्रबाट। सो आज भ्याइयो, अब माथि गएर म सानो कुराहरू भन्छु हजुरहरूलाई, अनि हेरिदिनु होला कस्तो लाग्यो। सो नयाँ भिडियो नै आउँछ है, सो स्टे ट्युन नयाँ भिडियोको लागि चाहिँ, बवाल आउँछ नयाँ भिडियो चाहिँ। सो गाइज है फाइनली चाहिँ वर्कआउट पनि सकियो कि, अनि सोचेको भन्दा चाहिँ रमाइलो लाग्यो। लाइक म हिजोदेखि अलिकति सोचमा थिएँ कि कसरी गर्ने होला, नयाँ ठाउँ, नर्भस हुन्छ होला, फेरि साथी पनि नहुने, अनि कसरी फेस गर्ने, ट्राइपोड नै छैन, कता अड्काएर खिच्ने भन्थ्यो। तर भाइको ट्राइपोडले काम गरे, प्रदीप भाइ थ्याङ्क यू सो मच। अनि एउटा कुरा चाहिँ आज के फिल भयो भनेपछि युट्युब जर्नीले चाहिँ मन चाहिँ धेरै नै दह्रो भइसक्यो कि, लाइक जिममा चाहिँ आएर म फिजिकल्ली फिट छु होइन, अनि मेन्टली नै फिटै छु। अनि एउटा जुन चाहिँ यो कन्फिडेन्टको कुरा हुन्छ होइन, त्यो चाहिँ मलाई युट्युबले सिकाउँदैछ कि दिन प्रतिदिन। आजको भिडियोमा चाहिँ त्यही मलाई कस्तो लाग्यो, कतिको फ्री फिल गरेँ, अनि हजुरहरूको लागि भनेर बनाएको यो भिडियो चाहिँ। किनभने लास्ट टाइम चाहिँ मैले अब उता बनाएको थिएँ नि त इन्डिङ मेरो लास्ट डे भ्लग भनेर, हेर्नुभएको छैन भने हेर्न सक्नुहुन्छ है। लाइक 2 दिन भयो होला पोस्ट गरेको। साथीले चाहिँ आऊ तिमीलाई म भिडियो सिडियो गरिदिन्छु, इजी हुन्छ नि त, लाइक टाइम हुँदैन आजकल, अनि कोही आएर भिडियो गरिदिन्छु तिमी हान भन्यो भने धेरै हेल्प हुन्छ कि। लाइक आफै अड्काऊ, आफै खिच, फेरि गएर हेर होइन, फेरि भएछ कि भएन फ्रेन्ड मिलाऊ, लास्ट टाइम कन्ज्युमिङ हुने क्या। अनि अब बेलुकै त्यति ढिलो आउँछु होइन जबबाट, बिहान जिम आयो, अनि घर गएर फेरि एडिटिङ गर्नुपर्छ, अनि दिउँसो भ्लग एडिट, समय हुँदैन, सो टाइम पनि बच्छ, अनि आफूले भने जसरी पनि खिच्न पायो नि त। मेन कुरा चाहिँ साथीले नयाँ नयाँ मान्छे चिन्न पाउँछौ, नयाँ नयाँ जिम ट्राई गर न, सधैँ एउटामै बस्नुभन्दा ट्राई गर, अरू ठाउँमा जाऊ, नयाँ मान्छे चिन्न। लाइक युट्युब गर्ने भेट होइन, सोसियल मिडियामा एक्टिभ हुने मान्छे भेट। अनि मलाई नि हो जस्तो लाग्यो कि सधैँ एकै ठाउँमा स्टक हुनुभन्दा नि लाइफमा अघि बढ्नुपर्छ कि। ट्र्याक्टरको आवाज आउँछ होला है, अलि माइक किन्छु अलि पछि, अनि नोइज रिडक्सन नै हान्छु। सो त्यही हो, अहिले चाहिँ मजा हुँदैछ, नयाँ मान्छे चिन्दैछु। नयाँ मान्छे चिनेपछि उसको 10जना नयाँ भ्युवर्स आयो नि हामीलाई त धेरै फाइदा छ नि त युट्युब जर्नीमा। उसको 10मा 1जना मात्र रेगुलर भ्युवर्स भयो भने धेरै भयो कि मलाई चाहिँ अहिलेको टाइममा। साथीले 2-3जना चाहिँ युट्युब गर्छ, सो तिमी चाहिँ भेट मिटअप गर भन्दैछ। सो म नि तिनीहरूसँग मिटअप गर्छु, अनि भ्लग पनि चाँडै हाल्छु त मिटअप भने जस्तो सोचे जस्तो प्लान चाहिँ सबै भयो भने है। सो स्टे ट्युन, आजको भिडियो कस्तो लाग्यो भनिदिनु होला होइन। अनि नेक्स्ट भिडियो चाहिँ अब 85 को टार्गेट गर्दैछु, सो च्यालेन्ज पनि गर्न सक्छु। च्यालेन्जको लागि चाहिँ अब बाहिरी कामहरू हुन भएन होइन, बाहिरी काम आयो भने बाहिर जानुपर्छ, जिम छुट्छ, सो सबै कुराहरू मिल्यो भने चाहिँ म च्यालेन्ज गर्छु। अब 1 इयर पनि हुन्छ, सो 1 इयरको डेडिकेटेड भिडियो पनि बनाउँछु। सो त्यसको लागि सपोर्ट गर्नु, केही कुराहरू भन्नु छ भने चाहिँ कमेन्टमा भन्दा हुन्छ है। सो आजलाई यति नै भन्दै टाटा बाई, सपोर्ट गर्नु होला।